हामी नौतले दरबार हैन त ल अपन भइसक्यो ल हेलो नमस्कार यहाँहरु सम्पूर्णलाई के छ सन्चै हुनुहुन्छ हामी चाहिँ आज बसन्तपुर गएको थियौं अनि यहाँ नजिक नौतले दरबार छ भनेर चाहिँ हामी सबजना हेर्न गएको छौं कस्तो हुन्छ हेर्दै गर्नु होला ए यहाँ तर फोटो खिच्नु दरबारमा नौतले रहेछ सरी बोसहरु कहाँ बिरामी मान्छे बिस्तारै चढाइ त्यहाँ फेरि लड्यो भने नि यहाँबाट त्यस्तो देख्दो रहेछ दामी 3 तलेबाट चाहिँ यस्तो देख्दो रहेछ है दरबार यस्तो साइड ओपन भइसक्यो यतातिर यहाँ हामी चाहिँ जाँदैछु म जाँदैछु ओ 6 हो यो हामी आइपुग्यौं तर यसरी घुम्ने हो नि त बेबी कहाँ गएको तिमीहरू कति तल भयो 6 हो हैन ह 7 मा सास फेर्न गाह्रो भयो कोते बिचमा अड्केको यसरी घुम्ने हो नि त खासमा यतातिरबाट हेर्दै जाने हो कि यसरी यहाँ आउँदा मिना यहाँ आउँदा तिमी कति तलाको दरबार भित्र छौ नौतले दरबार रानी स्टाइलले हेर न त्यहाँ बसेर म रानी नै हो ओ माय गॉड यहाँबाट चाहिँ चिसो हावा आइरहेको पहिले रानीहरुले हेर्थ्यो होला हैन यसरी हेर्थ्यो होला राजाहरु त्यता घुम्थ्यो होला तपाईँ यहाँ फर्स्ट टाइम हो हैन यो तलामा चाहिँ पहिले चाहिँ उता भित्र मात्रै जान दिन्थे यता चाहिँ दिन्थेन के भर्खर खुल्यो रहेछ राम्रो भ्यू देख्दो रहेछ उतै मान्छे धेरै गिजिङ बसन्तपुर भित्र चाहिँ यस्तो देख्दैछु यहाँबाट चाहिँ अहिले है दामी ठीक छ ओ माय गॉड मिना कति राम्रो साह्रै राम्रो आउनु दिदा नौतले दरबारमा आइपुग्यौं अब जाँदैछौँ अझै बाँकी छ जानलाई तलभित्र यो 8th फ्लोर त्यस्तो छ यस्तो रहेछ यहाँ मिना यहाँ म छु अनि यहाँ 9 तला के अरे 8 तला दरबारभित्र पुग्यौं अब नो ओ माय गॉड नौतले दरबारभित्र छिरेर कस्तो लाग्दैछ हामी चाहिँ यहाँ लास्ट आइपुग्यो है लास्ट फ्लोर अनि अब चाहिँ सक्यो चारैतिर हेरौँ न त ओ यहाँबाट यस्तो देख्दो रहेछ यतापट्टिको यहाँभित्र चाहिँ मान्छे बसिरहेको अग्लो हामी जस्तोलाई चाहिँ भन्यो होला मिना त इङ्ग्लिस खतरा जान्दो इङ्ग्लिस खतरा मिना त खतरा इङ्ग्लिस जान्दो रहेछ के भन्यो अरे मिना फेरि भने यहाँ पढ्नु ओ यो भन्छ इङ्ग्लिसबाट के भन्यो अरे मिना तपाईँलाई त के फरक पर्दैन यस्तो डल्ला दिदीलाई फरक पर्दैन के यो अग्लो मान्छेलाई मात्रै हो मिनाले चाहिँ जान्नु जरुरी हो हामीले भन्दा हेर्नु न अनि यसको फर्म राखेर त्यो DRINKING तलतिरको के पढेको XIT के हुन्छ एक्स होला सही हो मेरो एक्स त यहाँ पनि CHINA चिनिन ए सही हो रहेछ उहाँलाई मैले चिनिनँ नि उहाँलाई मैले चिनिनँ नि भन्दै अब हामी चाहिँ
नौतले दरबारबाट झरिसक्यौँ। अब अरू उतापट्टि चाहिँ भिडियो बनाउनु मिल्दैन होला सायद। यस्तो काठहरू चाहिँ बबाल हो है, तर खतरा खालको। दामी दामी लाग्यो त नौतले दरबार बसन्तपुर। अनि हजुरहरूलाई आजको हाम्रो छोटो भ्लग कस्तो लाग्यो त बसन्तपुरको नौतले दरबारको हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच। बाई बाई।